पाखण्ड पाखण्ड शब्द सुन्नासाथ मानिसको मनमा छल कपट र आडम्बरको आवाज हुन्छ। पाखण्डी त्यो हो जो आफू नभएको कुराको आवाज दिन्छ, जसको बाहिरी व्यवहार र भित्री मान्यताबीच अन्तर हुन्छ। हामी सामाजिक प्राणी हो। समाजमा मान सम्मान पाउन आफ्नो भित्री मान्यता र बाहिरी व्यवहार बीचको तालमेल नमिल्दा पनि त्यसलाई मिलाए जस्तो देखाउन बाध्य छौँ। जब हाम्रो व्यवहार र काम बीच द्वन्द्व हुन्छ, हामी मानसिक अस्वस्थताबाट बस्न आफ्नो सोच र व्यवहार परिवर्तन गर्छौँ। पाखण्ड केवल व्यक्तिगत मनोवैज्ञानिक घटना मात्र होइन, यसको गहिरो सामाजिक संरचनागत पाटो छ। यदि शक्ति र पदीय मर्यादा भएको कुनै पनि समाजमा मध्यम वर्गका र समाजले बनाएका तल्लो तहका व्यक्तिहरूले माथिल्लो तहको आडम्बर र अनुकरण गर्छ। जो कमजोर छन् उनीहरूले शक्तिशालीको नकल गर्दै आफूलाई उच्च देखाउन चाहन्छन्। आजको यो डिजिटल युगमा पाखण्डले नयाँ रूप लिएको छ। सामाजिक सञ्जालले व्यक्तिलाई पर्फेक्ट जीवनको प्रस्तुति दिन प्रोत्साहित गर्छ। खुसी परिवार, सफल करियर, आदर्श जीवनशैलीको तस्बिर मात्र देखिन्छ, तर यसको पछाडिको सङ्घर्ष, असफलता र पीडा लुकेको हुन्छ। यो डिजिटल पाखण्डले हामीलाई ईर्ष्या, डिप्रेसन र असन्तोष पैदा गरेको तथ्याङ्कहरूले देखाउँछ। यो डिजिटल पाखण्डले हामीलाई ईर्ष्या, डिप्रेसन र असन्तोष पैदा गरिरहेको छ। कहिलेकाहीँ सामाजिक सद्भाव कायम राख्न सानो पाखण्ड आवश्यक हुन सक्छ। जस्तै कुनै व्यक्तिको कमजोरीलाई उसको सामु नखुलाई धैर्य देखाउनु पाखण्ड हो, तर त्यो सामाजिक दयाको रूपमा पनि मूल्याङ्कन हुन सक्छ। कहिलेकाहीँ पाखण्ड उचित हुन्छ, अनुचित